गाइज आज चाहिँ दसैँ हो हाम्रो घरतिर चाहिँ सबै टक्क लाएर भित्र दसैँको टिका लाउने तयारी भइरहेको हजुर उताको बत्ती यता हाल्ने अरे यताको बत्तीमा हाल्ने अरे के हेलो हेलो मलाई देखा हाम्रो दाइ हुनुहुन्छ मैले भाइलाई ल्याएको छु उता हेर बाबु हाम्रो खाएको हो बाँकी पनि भयो है पुरा आइयो यस्तो यस्तो के गरेको गाइस आज कस्तो न यता सानो केटो यो ठुलो केटो यो गाइज अग्नि चाहिँ मैले भिडियो बनाइरहेको थिएँ हेलो आज मङ्गलबार कस्तो भइरहेको छ त अनि आजको दसैँ चाहिँ यस्तै छ हामी सबै परिवार बुढा र के अरे के भन्छन् बुढादेखि होइन कि हेलो गाइज नमस्ते सबैलाई दसैँ 2082 को शुभकामना सबैजनालाई ल सबैलाई भाइरल चाहिँ म हो सबैलाई दसैँको बडा दसैँको हार्दिक शुभकामना। हामी बडा दसैँको टिका जमरा लगाउने तयारी गर्दैछौँ। यहाँ सबै हाम्रो घरमा हाम्रो चाहिँ बुढाहरूका कान्छा भएको घरमा दुईजना ठुलबा र हुनुहुन्छ। सबै हाम्रो भण्डारी परिवारले चाहिँ आज यही टिका म्याडम भन्ने निर्णय अनुसार अनि गाइज अनि यहाँ चाहिँ टिका लाउने तयारी भइरहेको नानी र ठुलो नानी भएर टिका लाउन खोजिरहेछन् अनि यहाँ हाम्रो ओनर क्यामेराको ओनर हुनुहुन्छ यहाँ चाहिँ कमला भण्डारी हुनुहुन्छ। सुची कमला भाइरल सुची कमला भन्ने भाइरल लास्टै सूची हुनुहुन्छ क्या भाइरल हुनुहुन्छ। म चाहिँ महेश भण्डारी विश्वको सबभन्दा मैले जान्दिनँ यसले भाग्य नेउपानेलाई यसले टक्कर दिन्छ होइन। भाग्य नेउपानेको कम्पिटेटर एउटा मान्छे छ भने त्यो महेश भण्डारी हो। महेश भण्डारी मलाई भाग्य नेउपाने भन्दा पनि मलाई मिस्टर महेश भनेर चिन्नुहोस् भनेर म हजुरहरूलाई रिक्वेस्ट गर्न चाहन्छु। त्यसैले यत्तिकै म यसलाई धकेल्दै गएँ भने यसलाई ढुक्कै भुइँसीको सिङमा पुर्याउँछु भन्ने हात खाऊ है खाऊ हात नखाऊ न। अनि यहाँ हाम्रो टिका लाउने तयारी चलिरहेको यहाँ शैलावाल टिका लगाइदिइहाल्नु मेरो भगवतीले रक्षा गर्नुस् त्यसरी काम राम्रो होस् सफल होस् आटेको कुरोको। यहाँ चाहिँ मैले केही बुझ्दिनँ यही भएर म बाहिर जान्छु। गाइस मलाई भोक लाग्यो छिटो भन्दा छिटो यो टिका लाउने कार्यक्रम सकेर भात तथा मासु तथा तरकारी अचार जे हुन्छ त्यो मलाई दिइयोस् भन्ने मेरो एकदम मनैदेखि कामना छ एकदम रिक्वेस्ट छ त्यो चाहिँ पुरा होस्। धन्यवाद। मैले ब्लग बनाउँदा चाहिँ कसैले नबुझेर हेरिरहन्। अरे क्या करूं मैं इसका क्या करूं इसका क्या करूं मार भी नहीं सकता। गाइस यहाँ चाहिँ टिका खाँदै हुनुहुन्छ
पर्ने ठाउँ छैन भाइ बहिनीलाई बाबु अब बुहारीसित टिको लाउन पाइयोस् हामीले त्यही आशिक दिएछौँ शान्त बस्न पाइयोस् आशीर्वाद चाहिँ मलाई लाने किन त तिम्रो मामालाई खान्छ अन्त त्यही आशिक टमाटरकी बुहारी आएर त्यो बुहारी चाहिँ यस्तो छ गाइज अब चाहिँ मेरो टिको लाग्ने पालो आउनु ला अहिले एकैचोटि उतै हुनुहुन्छ क्या बोला न यहाँ बाबुहरूलाई मैले टिका लगाएँ यहाँ चाहिँ दिनेश दाइले पनि लाउनु भयो मैले लगाएँ दिपक दाइले पनि लाउनु भयो मैले चाहिँ नमस्ते मैले चाहिँ यहाँ पैसा पाएँ हामीसँग चाहिँ यहाँ के भन्छ अरे त्यसलाई द्वन्द अलि कम दिनु भयो हामी प्रति यो के भयो हामीलाई हामी पैसा पाइएन अन्याय भयो न्याय पाउनुपर्छ बसेर लाउनु कस्तो टिका लगाएको आफैले भिडियो गर्नुपर्छ कसो खिच्दिन्न गाइस यहाँ टिका लगाएको भिडियो चाहिँ आफैले खिच्नुपर्छ फाइनली पैसा पाइन्छ जस्तो छ यो होइन कि पाइन्न थाहा छैन 20 रुपैयाँ आजको पहिलो कमाइ मोनी भा टक्क 20 रुपियाँ पाइयो नमस्ते पहिलो कम नमस्ते हेर्दै तास खेल्न ल्याएर पुग्छरी जस्तो लागिरह बोनी चाहिँ भइरह बोनी भयो बोनी भाषी चाहिँ सबैले दिन लाग्छ हजुर नि त दाइ हो नि मेरो फाइनली 50 रुपियाँ पुग्यो है गाइज मैले चाहिँ यो चाहिँ आफै लाउने हो आमाको यता 10 रुपियाँ पनि आयो अनि यहाँ खानमा कति छ अहिले पछि खोलेर हेर्नुपर्छ अगस्तको पालो तिमी त लास्टमै बस्ने अब दिनेलाई एक दुईटालाई मात्रै पालो पाए त्यहाँ सेन केटाले पालो पाए ठुलाले सेनालाई होला नि लाउने यो सेन केटाले त सेन केटालाई हाम्रो पुस्ताको जेठो त भयो ए रानी सबैमाको सेन केटो त त्यही त भयो हाम्रो भयो नि के इनार हाम्रो ठुलकेटा त यहाँ डिस्कस गरिरहेको म सानो केटो हो कि ठुल केटो हो नि यो हो के सेन केटो यतिन्जेरको सेन केटो त उता छ त्यसै अब दिनेशको पालो लगान्छ चढाइलाई पैसा केटालाई भाइ र छोरासित लिग्ने हो नि त दिया कति भयो भन्ने ल्याउ त मम्मीलाई दिन्छु मम्मीलाई राखन दिने के दिने भने यसरी छोड्नु नि एकछिन त्यसलाई पैसा आफै हात आउँछ कस्तो भएको छ त्यसलाई 10 रुपैयाँ पैसा लिँदा अन्त बल्ल यही काका हामीलाई चिनेस त्यही हो शुभकामना हाम्रो परेन चिन्नलाई भन्ला नि गाइस अब चाहिँ मैले टिका लगाइदिँदैछु कान्छाको पालो चिनिहाल्छ नि त्यही पनि यसो आशीर्वाद दिउँ न अरू भन्ने कुरा पाइन देखिन्छ र सबैलाई चिनेस् ल अब बुहारी गाइस मैले यहाँ टिका लाएर भ्याइसकेँ टक्क लाएर यी हाम्री दिदी हुन् यिनको टिका चाहिँ हाम्रो सेनकेटाको ब्लगमा तपाईँहरूले सबैलाई स्वागत गर्न चाहन्छु हस्त नमस्ते भुपे याद छ कि नभए त भुपेले खान्थ्यो के आज सम्झाउने गर्नु भयो नबनाके फुरफुर लाउ त किन टिका लगाइदिँदै हुनुहुन्छ यहाँ शैला बाले बोलाइरहनु पर्दैन
ठुलबाले लगाइदिनुहुन्छ उहाँलाई हजुरहरूलाई लगाइदिनु पर्यो उहाँलाई लगाइदिनुहुन्छ होला नि त हेलो गाइज दिपक दाइ हुनुहुन्छ यहाँ महेश दाइ हामी क्रिकेट खेल्नुपर्छ अहिले क्रिकेटको सबभन्दा बादशाहको हो भन्दै त हाम्रो यो स्याङ्जा जिल्लाको क्रिकेटको बादशाह महेश भण्डारी होइन महेश भण्डारीले जेने केने 50-60 ओभर गरेर आउट गर्न सक्ने मान्छे यही हो एकै ओभरमा चाहिँ कसैले आउट गर्न सक्दैन त्यही मान्छे चाहिँ क्रिकेटको सेकेन्ड बादशाह भन्दा नि मिलो गेजाको हाम्रो गाउँको सेकेन्ड बादशाह नमस्ते नमस्ते ढोगिदिने यो खास ल ढकदिया नमस्ते ढोगिदिया लालाजी मलाई पैसा है लालाजी एकछिन खुसी हुनु आएको थियो दिएको थुप्रा दाई खाम दिने भनेकै म खैलियो कसैले खाम दिएनन् क्रिकेटको बादशाह मैले त अब अरूले दिएको खाम अब ठ्याक्क दिनभर कतिसक्यो आफूलाई थाहा हुँदैन सबभन्दा बेस्ट भित्र टिका लगाउने कार्यक्रम भइयो बाहिर खाडु लौला है ल राजु झ्याम झ्याम अब चाहिँ ढोगबेट होइन ढोग्ने कार्यक्रम हुँदैछ अघि टिका लगाइयो ठुलबा ठुली आमा साइली आमा ल बाजा बजाएर सबैले ढौदियो रमाइलो गर्नु पाइयो सेन केटा अघि चाहिँ भिडियो गर्नु सफल भएर ल अर्को कुर्सी छैन यहाँ बस्नु त बाल ढोक्न गाइज मैले चाहिँ ढोगिसकेँ टिका बाहिर गाडी फेरि हालिहाल्यो टिका लगाइदिनु ल भयो अलिअलि चालिदियो हुन्छ ल भके भयो मैले उचाल्छु ल यसो गर ल भगवती रक्षा गर खुट्टा निउरेर भयो भयो भगवानले रक्षा गरौँ न ऐश्वर्य गरौँ यता ल भाउजूहरु नमस्ते है नमस्ते सन्चै सन्चै नमस्ते गरिन्छ ल भयो बल्ल टिका टिका लगाउनु भा ओहो हामीलाई पनि ठुलो देखेर दिनुहुन्छ हाम्रो नानी हो नानी
यहाँ चाहिँ कुट्ने सुतिया मैले लिएको पैसा है कसैले लिएर क्वालिटीको यहाँ साइला बाल्टीको लागि ल्याउनुहुन्छ यो घरै त भयो नि टिका लाउनेले सब टिका चाहिँ लिएर आउनु पर्ने हो टक्क गाइज अनि हामीले टिका लगायौँ हेलो गाइज दीपक दाइ हुनुहुन्छ यहाँ महेश दाइ हामी क्रिकेट खेल्नुपर्छ है अहिले क्रिकेटको सबभन्दा बादशाहको हो भन्दै त हाम्रो यो स्याङ्जा जिल्लाको क्रिकेटको बादशाह महेश भण्डारी होइन महेश भण्डारीले जेने केने 50-60 ओभर गरेर आउट गर्न सक्ने मान्छे यही हो एकै ओभरमा चाहिँ कसैले आउट गर्न सक्दैन त्यही मान्छे चाहिँ क्रिकेटको सेकेन्ड बादशाह भन्दा नि मिलो गेजाको